राजा पृथ्वीनारायण शाहले सञ्चालन गरेको विशाल नेपाल एकीकरणको सुरुवात 18औं शताब्दीको सुरुवातसँगै भएको थियो। एउटा सानो गोर्खा राज्यबाट विस्तार एकीकरण अन्तमा पूर्वमा टिस्टा, हालको बंगलादेश, पश्चिममा सतलज, काङ्गडा, काश्मीरसम्म, उत्तरमा हिमालय पर्वतदेखि दक्षिणमा देहरादून, बिहार, दिल्ली नजिक जमुना नदीसम्म 72 सालसम्मको एकीकरण अभियान विस्तार भएको थियो। सुगौली सन्धि पहिले विशाल नेपालको क्षेत्रफल 2,60,000 स्क्वायर मिटर भन्दा धेरै क्षेत्रफल रहेको थियो। बेलायतले भारतमा आफ्नो उपनिवेश लाद्नु अघि भारतमा 630 वटा मुलुक वा राज्य थियो। अंग्रेजको दक्षिण एसियामा आगमनसँगै पाकिस्तान, काश्मीर, बंगलादेश, श्रीलंका, हैदराबाद, पंजाब, राजस्थान, असम लगायत सम्पूर्ण राज्यलाई बर्बर आक्रमण गरेर एउटा विशाल भारत बनाइयो। त्यो सँगै अंग्रेजले नेपालमाथि पनि बर्बरता आक्रमण गर्यो। तर नेपाली गोर्खालीको मूल मन्त्र कायर हुनुभन्दा मर्नु जातिका सामु केही चलेन। तर भारतमा भने निरन्तर लामो उपनिवेश गरियो। सन् 1947 मा बेलायतबाट पाकिस्तान भारत स्वतन्त्र भएपछि नेपालले गुमाएको उक्त भूभाग नेपालको हुनुपर्ने माग नेपालमा उठेको दशकौं भइसकेको छ। सुगौली सन्धिपछि हालको नेपालको क्षेत्रफल 1,47,181 स्क्वायर मिटर रहेको छ। सुगौली सन्धिमा नेपालले छाड्नुपर्ने जमिन सदाका निम्ति छाड्नुपर्छ भन्ने थियो। तर सन् 1816 को मार्च 4 मा नेपालले सुगौली सन्धिमा हस्ताक्षर गरेको 1 वर्ष नपुग्दै 1816 कै डिसेम्बर 8 मै बेलायतीहरूले कोशीदेखि गण्डकीसम्मको तराई फिर्ता गर्न प्रस्ताव गरे। नेपालका राजाले 1818 डिसेम्बर 11 गते त्यो प्रस्तावलाई स्वीकार गरे। सुगौली सन्धि सदाको लागि नभएको रहेछ भन्ने त 1 वर्ष नपुग्दै फिर्ता भएको त्यो प्रक्रियाबाट पनि थाहा अथवा पुष्टि भइसकेको छ। 1857 मा भारतको लखनऊमा भएको सिपाही विद्रोहलाई दबाउनको निमित्त जङ्गबहादुरले सहयोग गरे बापत ब्रिटिसहरूले 1860 मा हामीलाई एउटा सन्धि गर्दै बाँकी, बर्दिया, कैलाली, कञ्चनपुर जिल्ला फिर्ता गरेको इतिहास साँच्ची छ। सैनिक विद्रोह दबाउन बेलायतलाई सहयोग गरेपछि नेपालले त्यति बेला गुमेको भूमि फिर्ता पायो। चीनले हङकङ फिर्ता लिन मिल्ने, गोवा चाहिँ भारतले फिर्ता लिन मिल्ने, मकाउ पनि चीनले फिर्ता लिन मिल्ने, हामीले चाहिँ आज भारतमा विस्तारवादी भारतले गाभेर राज गरिरहेका उपनिवेश क्षेत्र फिर्ता लिन नपाउने भन्ने कुरा हुँदैन। जापानले पनि रुसको अधीनमा भएको भूमि फिर्ता मागेको मागै छ। इन्डोनेसियाको उपनिवेशका रूपमा रहेको टिमोर स्वतन्त्र भइसक्यो। यस्ता थुप्रै उदाहरणहरू छन्। यसकारण अर्काको जमिन सधैँ कब्जा गरेर राख्न पाइँदैन भन्ने विश्वका थुप्रै उदाहरण छन्। तर हाम्रो देशमा चाहिँ जसले माग्नुपर्ने हो उसैले मागिरहेको छैन। सन् 1950 को सन्धिकै धारा 1 र 8 मा सुगौली सन्धिमा गुमेको भूमि फिर्ता हुनुपर्छ भनेर लेखिएको छ। बेलायतसँग भएका तमाम सन्धि खारेज हुने कुरा सम्झौतामै उल्लेख छन्। सन् 1947 को अगस्त 14 मा पाकिस्तान बन्यो। अगस्त 15 मा इन्डिया बन्यो। ब्रिटिसहरूले शासन गरिरहेको अफगानिस्तानदेखि श्रीलंका, बंगलादेश, इन्डोनेसिया हुँदै बर्मासम्म यी सबैलाई इन्डिया भनिन्थ्यो। ती मध्येबाटै सन् 1971 मा पूर्वी पाकिस्तान, बंगलादेश बन्यो। अरू पनि देशहरू स्वतन्त्र भए। ती भूभागहरू छुटिने र बन्ने प्रक्रियामा नेपालले पनि आफ्नो जमिन फिर्ता लिन पाउने अवस्था थियो। त्यति बेला बेलायतसँगै कुरा गर्नु पर्थ्यो। सन् 1947 अगस्त 15 मा इन्डिया बन्यो र सुगौली सन्धिमा गुमेको भूभाग करिब सबै नै इन्डियामा पर्यो। त्यति बेला 1 हप्तासम्म दार्जिलिङमा पाकिस्तानी झण्डा फहराइएको कुरा इतिहासकारहरू बताउँछन्। त्यसो हुनाले हामीले बेलायतसँग कुरा गर्न सक्छौं। हामी संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय मञ्चमा जान सक्छौं। त्यसबाट पनि भएन भने अन्तर्राष्ट्रिय न्यायालयसम्म पनि जानुपर्ने हुन सक्छ। तर हामीले भारतसँग मात्रै पनि कुरा राख्न सकेका छैनौं। भारतसँग द्विपक्षीय, त्रिपक्षीय वार्ता गर्नु पर्यो। जसरी गोर्खा भर्तीपछि सन् 1947 मा इन्डियाबाट ब्रिटिसहरू जान लागिरहेका थिए, उनीहरूलाई गोर्खाली फौज चाहिएको थियो। त्यसैले उनीहरूले 1947 नोभेम्बर 9 मा त्रिपक्षीय सन्धि गरे। सोही सन्धिबाटै गोर्खाली सेनालाई विभाजन गरियो। उनीहरूको स्वार्थका लागि गोर्खा सेना विभाजन गर्नका निमित्त सन्धि गरियो, तर जमिन भारतको हातमा छोडियो। अन्तर्राष्ट्रिय न्यायालयले नेपालको पक्षमा फैसला गर्यो भने त्यसको कार्यान्वयन गराउने संयुक्त राष्ट्रसङ्घको दायित्व हो। संसार भनेको भारत मात्रै होइन। अन्तर्राष्ट्रिय न्यायालयले फैसला गरेपछि पनि दिन्न भन्नु त विश्व जनमतलाई स्वीकार नगर्नु हो। अन्तर्राष्ट्रिय न्यायालयलाई नमान्नु भनेको त विश्व व्यवस्थालाई नै नमान्ने कुरा भयो।
त्यति बेला संयुक्त राष्ट्रसङ्घ गुहारेर फैसला कार्यान्वयन गराउनेतिर नेपाल लाग्न सक्छ। जुन पक्षसँग सन्धि गरेको हो त्यो पक्ष नै रहेन, जुन पक्षसँग सन्धि गरिएको हो त्यो पक्ष मध्ये एउटा पक्ष रहेन भने त्यो सन्धिको अर्थ नहुने अन्तर्राष्ट्रिय कानूनमा उल्लेख छ। त्यसबेला पदम शमशेर र मोहन शमशेरले चाहँदा लिन सक्ने अवस्था थियो। भारत र भुटान बीचको सन्धि अनुसार 32 वर्ग माइल जमिन भारतले भुटानलाई फिर्ता गरेको छ। यद्यपि अझै भुटानको जमिन भारतले लिजमा लिइरहेको छ। त्यसरी नै नेपालले पनि बेलायतले छोडेर गएपछिको भूभाग फिर्ता माग्नु पर्थ्यो भारतसँग। राणाहरूले जमिनको बारेमा कुरा गर्न तुलसी मेहर भन्ने गान्धीवादी नेतालाई महात्मा गान्धी समक्ष पठाए। तुलसी मेहरलाई गान्धीले तपाईहरू यो जमिन लिन सक्नुहुन्छ, लिनुस् भने। तर त्यो सँगै उनले भारतको अंग्रेजलाई धपाउन यहाँका नेपालीहरूले साथ दिए। ती नेपालीहरूलाई नेपालमा गाविसकेपछि अंग्रेज धपाउने नेपालीले तपाईहरूलाई धपाउँदैनन् भन्ने के ग्यारेन्टी छ भन्ने अर्को कूटनीतिक जवाफ दिए। तपाईहरूकै विरुद्ध पनि आन्दोलन हुन सक्छ भनेर महात्मा गान्धीले भनिदिए। त्यही कुरा तुलसी मेहरले राणाहरूलाई सुनाए। सन् 1950 को अक्टोबर 30 तारिखमा नेपाल र बेलायत बीचमा एउटा सन्धि भएको छ। सुगौली सन्धि हामी बीचमा लागू नहुने भएको हुँदा अब नयाँ सन्धि गर्नुपर्छ भनिएको छ। त्यो सन्धिको पनि धारा 8 मा सुगौली सन्धि रद्द हुनेछ भनिएको छ। बेलायतले पनि सुगौली सन्धि रद्द भयो भन्ने, भारतले पनि सुगौली सन्धि रद्द भयो भन्ने, त्यसमा नेपालले पनि सही गर्ने, अनि जमिन चाहिँ जहाँको त्यही रहने भन्ने हुँदैन। विडम्बना, सन्धि भङ्ग भइसक्यो, जमिन भारतसँगै छ। यो कारण पनि काश्मीर विवादसँगै नेपाली भूमि पनि भारतले फिर्ता गर्नुपर्ने हुन्छ। अहिले भारतले पाकिस्तान, भुटान, नेपाल, म्यानमार, बङ्गलादेश, काश्मीरको धेरै जमिन उपनिवेशमा कायम राखेको छ। जबसम्म यी भूभागहरू भारतले फिर्ता गर्दैन तबसम्म कहिले पनि दक्षिण एसियामा शान्तिको कल्पना पनि गर्न सकिन्न। यी इतिहास साक्षी राखेर भन्न सकिन्छ कि भारतले कुनै न कुनै दिन त्यो भूभाग आफ्नो मुलुकलाई सुम्पनु पर्ने हुन्छ। न्यायको आन्दोलनका खातिर हिजो इतिहासमा हाम्रो पुर्खाले नाङ्गो खुकुरी नचाहेर बेलायती आधुनिक हतियारले सुसज्जित सैन्य बलमाथि 5 मोर्चामा छल कपटपूर्ण तवरले 2वटा लडाईँ जितेको थियो भने अन्य 3 ठाउँमा पुनः फर्केर लडाईँ गर्न सक्ने आँट पनि गरेन। सत्तामा नपुगुन्जेलसम्म ठुल्ठुला राष्ट्रियता, राष्ट्रवादको नारा लगाउने अनि सत्तामा आसीन भएपछि चुपचाप रहने अथवा थाहा पाउँछन् कि भनेर बस्ने हाम्रो राष्ट्रिय राजनैतिक दलको परिपाटी रहिआएको छ। त्यो नितान्त नेपाली हितमा छैन। सुगौली सन्धिको बारेमा हिजो एमाले कुनै बेला कुरा उठाएको थियो, तर जब सत्तामा पुग्यो अहिले आफ्नो त्यो मुद्दालाई स्थगन गरेको पाइन्छ। जनयुद्ध मार्फत माओवादीले पनि धेरै उथलपुथलका साथ सुगौली सन्धिको विरोध गरेर आफ्नो राष्ट्रियता, स्वाभिमान, राष्ट्रभक्ति सन्देश भारतलाई विस्तारवाद भनेर सङ्गीन आरोप लगाउँदै आएको थियो। तर सरकार वा सत्तामा गएपछि अहिले त्यो सुगौली सन्धिको बारेमा चुपचाप छ। पार्टीको नेतृत्व, पार्टीको सम्पूर्ण कार्यक्रम नै ठप्प झैं छ। अहिले आर्जन गरेको नेपाल वास्तविक नेपाल होइन। हाम्रो सिमाना धेरै भारतमा अतिक्रमणमा परेको छ, जुन विभिन्न कालमा भएको राष्ट्रिय स्वाभिमानको खातिर आफ्नो बलबुताले भएसम्म सुस्ता, बासी, लिपुलेक, कालापानी आदि क्षेत्रमा जनताले आफै आफ्नो सिमाना रक्षा गरिरहेका छन्। तर ठूला ठूला गर्जनसहित आएको राजनीतिक दलले यो कुरा किन आजसम्म राख्न सकेको छैनन्? भारतले एकतर्फी अघोषित नाकाबन्दी गर्दा पनि कुनै राजनीतिक दलले अझैसम्म नाकाबन्दी भारतले गरेको होइन भन्ने पनि छन्। नेपाली जनताले ती दलप्रतिको धारणा अब के मान्ने? हामीलाई अर्काको 1 इन्च जमिन पनि चाहिँदैन र एकजना नागरिक पनि चाहिँदैन। तर इतिहासमा वीर पुर्खाले आर्जन गरेको हाम्रो भूमि हामीलाई फिर्ता चाहिन्छ। हामीले भिख मागेको होइन, हाम्रो मातृभूमि खोजेको हो। पत्रकार मनोज कुमार आरसीले ग्रेटर नेपाल नामक एउटा डकुमेन्ट्री बनाएका थिए, जुन डकुमेन्ट्रीलाई सेन्सरले धेरै दुःख दियो। बल्ल तल्ल पास भयो। पछि हलमा चलाउनको लागि उनले लाखौं कोसिस गरे र चलाउनको लागि सम्पूर्ण तयारी सकेर भोलि बिहानबाट नेपालको हलमा चल्नेवालामा रहेको केही टिकट समेत बुक भएको त्यो डकुमेन्ट्री तत्कालीन मन्त्री वामदेव गौतमलाई भारतीय राजदूत रञ्जित रेले धम्कीसहित तत्काल हलमा नचलाउन चेतावनी दिएपछि राति 12 बजे नै त्यो डकुमेन्ट्री हलमा प्रसारणको लागि रोक लाग्यो। निकै निन्दनीय कुरा। हाम्रो पुर्खाको इतिहास अनि हाम्रो उपनिवेश जमिन फिर्ता हुनुपर्छ भनेर सामान्य एउटा डकुमेन्ट्री बनाएर चलाउन लाग्दा पनि दिल्लीमा फलानो काम गरियो भनेर भारतीय रहले अधिकारीलाई जानकारी दिएर आफ्नो स्वाभिमानको परिचय
हाम्रो राजनैतिक दलको कार्यकर्ता जो नेताहरूले गर्ने परिपाटी छ, आखिर यो कहिलेसम्म त्यो अन्याय अत्याचार सहेर बस्ने? के हाम्रो इतिहास छैन, परिचय छैन? के भारत बिना हामी नेपाली एक सेकेन्ड पनि बाँच्न सक्दैनौँ? के हाम्रो राजनैतिक दलका कार्यकर्ताहरू पनि भारतलाई जय जयकार नगरी उनीहरूको मुखमा माड नै लाग्दैन? राजनीति आखिर कसको लागि गर्ने? नेपाल नेपालीको लागि होइन र? नेपाल र नेपालीको लागि भनेर किन दिल्लीको इसारामा प्रमुख राजनीतिक दलहरू अघि पछि हुँदै चाप्लुसी भएर बस्ने? दशकौंदेखि दार्जिलिङमा जारी भएको गोर्खाल्यान्डको आन्दोलनमा 3000 भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। उनीहरूको मागलाई विभिन्न चरणमा सास दाम दण्ड भेद अप्नाएर भारतले दार्जिलिङको अगुवा आन्दोलन नेतृत्वलाई मुखमा बुझो लगाएर राखेका छन्। त्यो नीति त्यहाँको आम 75% नेपाली भाषी जनतालाई मात्रै थाहा छ। आन्दोलनको प्रतिपादक सुभाष घिसिङले दार्जिलिङको बारेमा धेरै गरे। उनले नेपालको राजालाई हामी तपाईको रैती हौं भनेर राजालाई चिठी लेखेनन् कि? नेपाली कांग्रेसको स्वर्गीय पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पत्र लेखेनन् कि? अन्तमा नेपालबाट कुनै सहायता नमिलेर भारतीय सुप्रिम कोर्टमा दार्जिलिङको बारेमा मुद्दा पो हालेनन् कि? अन्तमा अदालतले यो राजनीतिक इस्यु भएको बताएर मुद्दाको फैसला दिएर अन्तत घिसिङको गोर्खाल्यान्डको नेपालमा गाभ्ने सपना त्यसै हराएर गयो। अहिले पनि जनताले आफ्नो आन्दोलन जारी रहेको बताए पनि नेतृत्वदायी भूमिका निभाउने व्यक्तिहरूलाई वेस्ट बंगालको कलकत्ताको चिफ मिनिस्टर ममता बनर्जीले गोर्खा जनमुक्ति मोर्चा पार्टी विभिन्न इस्यु भिराएर मुख बन्द गराई गोर्खाल्यान्डको मागलाई अहिले चुपचाप बनाउन लगाएकी छिन्। पुर्खाले नासोको रूपमा अदम्य साहस, वीर गाथा, अमर त्याग, बहादुर पहिचान, रगतको थोपा थोपाबाट साटेको त्यो दार्जिलिङ, सिक्किम, देहरादून, सतलज, कुमाऊ, गढवाल, यमुना नदीदेखि सिङ्गो भूभाग हामीले पाउनुपर्छ। हटेर होइन, डटेर वीर बहादुर हाम्रो पुर्खाको थोपा थोपा रगत पसिनाले सिंचित त्यो भूमिले पुर्खाले हामीलाई अहिलेसम्म गिज्याइरहेका छन्। जबसम्म फिर्ता लिँदैनौं तबसम्म हामीलाई धिक्कार्नेछन्। पुर्खाको सम्पत्तिको हामी हकदार हुनुको नाताले आज आम पूर्व पश्चिम उत्तर दक्षिणको नेपालीहरूको काँधमा यो जिम्मेवारी रहेको छ। हाम्रो जमिन हामीलाई चाहियो, नत्र जस्तो सुकै चुनौती सामना गर्न पनि हामी तयार हुनुपर्छ, जसरी इतिहासमा हाम्रो पुर्खाले गरेका थिए।